हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। आजको यो ब्याटल अलि अश्लील हुन सक्छ। न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला। यो फुच्चेको पो उमेर कति हो। आज बालेनमाथि बाल शोषणको अभियोग लाग्न सक्छ। यमबुद्ध यसको घाँटी बाँधेर राख, अन्डरडगको कुकुर भाग्न सक्छ। कुमारी निशेष तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को न्वारण गरिदिने थियो तेरो दाइले। बनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म, तारिफ होइन त्यो तीन कुने लिङ्ग। त जस्तो ऱ्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म। बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ। यो जस्तो ऱ्यापर बीच कुइरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ। तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ। यसलाई सित्तैमा बजाउन पाइन्छ, बरु हिजडालाई दिन दाम लाग्छ। तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा चाहिँ। तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको। त अस्ति रिसाएको थिइस् रे, यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको। भाइ तैँले ऱ्याप हानेर नखाने भइस रे। तेरो काम अन्डरडग्समा लुगा धुने भयो। बरु बुढीलाई नि लिएर आइज, पानीको आपूर्ति गर्न धुरु रुने भयो। काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भयो। टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे, भव्य रमाइलो हुने भयो। जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती, खाएर रक्सी तेरो स्वर पातलो, यो गर्ल हेज गाट हस्की। पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस्। बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ। अन्डरडगको कुकुर हुन्छ नि त। अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ। रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ। नामै त कुकुर बोलाउँदा किन पड्किन्छ? त मान्छे आबा बुद्धि पनि हचुवाको, म गर्न सक्छु दाबा यमबुद्ध, यो लिलीपुटको पनि बच्चा हो। यसले फोटो देखा है, अघि फोटो देखा होइन। तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ। त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। तेरो टी सर्ट सेतो, जुत्ता कालो, प्यान्ट निलो रहेछ। तेरो टी सर्ट सेतो, जुत्ता कालो, प्यान्ट निलो रहेछ। मर्द हेर यस्तो हुन्छ, यसको त गिलो रहेछ। अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई, गाजा मात्र खाएर गिदी पुरै सुकाइस, फेक एक्सेन्ट बोकेर नेफपको शिर झुकाइस। भएको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस। सिमफेमसको ठाउँमा हिजो युनिक पोएटलाई सुताइस। त केटा त हुँदै होइन। ल भन केटी, तेरो स्तन कहाँ लुकाइस? बाउले त छोरा नै जन्माएको थियो। बाँदर बढी बाटो भएर दुइटै फुटाइस। भाइ सुन, तेरो नामको अगाडि चाहिँ लेडी लेख्न छुटाइस। बुढीसँग फोन सेक्स गर्छस् रे अमेरिकामा, शरीरको कुन चाहिँ अङ्ग उठाइस? तसँग नर्सरीको बच्चा पनि लड्न सक्छ। तर त ठुलै छक्का होस्, तेरो बलात्कार साकारले पनि गर्न सक्छ। दिउँसो यसको काम ऱ्याप,
साँझ आफ्नै बाउको भट्टीमा योर बेबी कल्स मी एभ्री डे एन्ड सेज जित छन् त मत्तिना पट्टाउँछु भनेर सोची होली कतिना फोन नगर्नु भन् बेकार कम्मर सड्किन्छ सिम्फेमस के साह्रो हाँस्यो किन खुसी भएको बिहानदेखि यसले तिम्रो दुधको बोतल चुसिरहेको थियो यसको सामु जाँदा कुहिएको चामल बसाउँछ साथीभाइको घरमा भात उब्रेको देख्दा छ्याङ पकाउन मुख रसाउँछ यो ऱ्यापर होइन यो जोकर हो यसले केवल हँसाउँछ ताल परे यो दलालले यो बिचमा आफ्नै केटीलाई नचाउँछ तर अचम्मको कुरा बुढीसँग हुँदा नि यसले सिम्फेमसकै बन्दुक समाउँछ सिम्फेमस भाइ यसको मुखसँग सायद तिम्रै बन्दुकको बारुद गनाउँछ इतिहासको कुरा गरे बुझ्छेले है अघि इतिहासको कुरा गरे बुझ्छेले कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस् गएको छैन अझ यो राजाको शासन यसै सोधेको कहाँको रक्सी खान्छु रे तेरे बाउको पसलको हो तेरे बाउको पसलको हो तेरो जस्तो बिग्रिया छ्याङ खाएर नै रक्सी छोड्न खान छोडेर म असल भएको लोड बडी डोन्ट माइन्ड है बोटल हो होइन लोड बडी छ अनि के कुरा गर्दै थियो अझ यसले भाइ तेरो उमेरमा म पनि अङ्ग्रेजी ऱ्याप हान्दै हिँड्थेँ एमिनेम टुपाक बिगीलाई आफ्नो भगवान मान्दै हिँड्थेँ ब्यागी प्यान्ट लाएर माथितिर तान्दै हिँड्थेँ अङ्ग्रेजी धेरै छोडे केटोले 2 बार तँलाई है If you wanna fuck in English, bitch, ride on and go chase her, people. See you trying to talk in English, miss. I am the professor. Result? That was 17 syllable. Multi that even your daddy cannot rebuttal. I'm the sickest in Nepal. अलिखेर सबैले बुझ्ने छ स्वच्छ छवि पहिला थियो अहिले छैन है स्वच्छ छवि भएको कवि म लेखक या म बुद्धको कपी पल्टाएर ह्यान्ड राइटिङ मेरो हुनेछ मेरो गीतको कुरा नगर हैन त गीत भनेको कर्ण प्रिय हुनुपर्छ म्युजिक त तेरो जिंगल नै हुन्छ र्यापर भनेको बालेन जस्तो भव्य हुनुपर्छ लिटल त ग्रिजल नै हुन्छ हास्य कलाकार होस् छिमे जडे आबुको यौन तृष्णा मेटाउने आहार होस् मेरो सामु उभिने कमसे कम तेरो सपना चाहिँ साकार भयो अन्डरडग्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोएट त सबैले फ्याँकेको खकार होस् एउटा केटा हुन्छ अर्को केटी हुन्छ त चाहिँ तेस्रो प्रकार होस् के सिंगम के भाइ जुङ्गा र दारी हुँदैन मान्छे सिंगम जस्तो भारती हुँदैन जुङ्गा र दारी हुँदैन मान्छे सिंगम जस्तो भारती हुँदैन बरु तेरो फोटोको चाहिँ खाली सिसीको घरमा आरती हुँदैछ त तिनीहरूको आइडल होस् तैबाट सिकेको होला यो तिनीहरूको आइडल हो यहीबाट सिकेको होला तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला तेरो टी सर्ट बिकेको होला हैन जाठा आर्टिस्टको नाममा व्यापारीहरू पैसा कमाउने त्यस्तै शोक भए साइकलमा बेच तरकारी बरु मलाई के ह्यान्डसम मान्छे देखेर फिक्री भएको तँभन्दा धेरै ह्यान्डसम छु है ह्यान्डसम मान्छे देखेर फिक्री भएको बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको तेरो अनुहार रेखा थापाको जा गएर टोयलेट नपखाल यतिकै जालास छिम्मा हिलेन छिमा बुभिलेन जी छिमे राजे समाल पाक पञ्चा खालास
आज तिमीलाई चाहिँ छोड्दिनँ है म सिम्फेमसको पछाडि टाँसेर बस्छस् रे त्यसको बाइकमा यहाँको मौसम गर्मी नै छ पसिना हाउस द वेदर डाउन तेरो 4 फिटको हाइटमा त जस्तो ऱ्यापरलाई काँचै खान्छु मेरो डाइटमा सिङ्गल बाइटमा अरू के दोहोरीको कुरा गर्दै थिएँ म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु अघिले लुगा कुरा गर्दै म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु म ऱ्यापर मात्र होइन ट्रु म्युजिक आर्टिस्ट हो लोक दोहोरी नि गाउन सक्छु मानसलाई डेडिकेट गरौँ है एउटा गीत यसको बेजत तर तपाईँले डेडिकेट हिजो गएको तेरो घर हाल खबर बुझ्न हिजो गएको तेरो घर हाल खबर बुझ्न तेरो बाउ त बिजी रहेछ माइजूसँग जुझ्न होइन भने कलिलो तामालाई नो ड्रामा म्यान माइजूको कुरा गरेको छु होइन भने कलिलो तामालाई सोध मामालाई भाइ थाहा छ एउटा कुरा थाहा पाइस् नेपको हिस्ट्रीमा यसले जस्तो रिबटल कसैले खाएको थिएन नेपको हिस्ट्रीमा मानस दाइ हो कि होइन नेपको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बाले नहिलेसम्म आएको थिएन सक्छ